यी झापाले हुन् के, यी झापालेहरूलाई सकिँदैन भनेको मलाई त हो जस्तै लाग्यो कि। गर्मी सम्झिँदा पनि यसपालि त झापामा कति धेरै गर्मी छ कि। अनि फेरि आफूलाई चाहिँ टाउको दुखेर है, अब टाउको दुखे पनि खाना त बनाउनै पर्यो नि होइन र। अनि म चाहिँ यहाँ फर्सीको बिहाको अचार बनाउन रेडी गरिदिँदै फेरि यसो सम्झेको होस् आज त बनाउँदिनँ भोलि बनाउँछु भने। अनि आज चाहिँ अब एकादशी अनि मकैको चामलको भात त खानै पर्यो नि होइन र। मलाई चाहिँ एकदम मनपर्छ कि कहिलेकाहीँ खानुपर्छ। अनि यो निगुरो अर्ग्यानिक निगुरो आफ्नै बारीको है। अनि मैले चाहिँ टिपेर ल्याएँ। अनि अब कराई हेर्नु न कति ठुलो कराई छ भन्दै हुनुहुन्थ्यो अस्ति। यसमा त 4-5जनालाई मजाले पुग्छ कि, सानो भए पनि सबैजनालाई पुग्छ। अनि यत्तिकैमा गाईबस्तु बाख्राहरू कराउन थाले, घाँस माग्न थाले क्या। अनि अब यिनीहरूलाई पनि हेर्नै पर्यो भनेर म चाहिँ सोते ल्याउनु पर्यो आगो फुक्नलाई भनेको त दाउरो बोकेर आएछ क्या। यो भ्लग बनाउने चक्करमा पनि के हुन्छ भन्दै भन्दै खुर्सानी काट्न थाले अक्कबरे। मलाई चाहिँ आज पिरो खान मन लाग्यो क्या। जति मुख बारे पनि यो ग्यास्ट्रिक भन्नेले छोडेर जाँदैन, बरु अरूले छोडेर जान्छन् हो। तर यो ग्यास्ट्रिक भन्नेले जहिले समातेर बसिरहेको हुन्छ क्या। अनि मलाई पनि आज रिस उठ्यो। अनि तोरीको तेलमा सब्जी पकाउन आँटेको थिएँ, फेरि होइन आज त एकादशी खानु हुँदैन भनेर सनफ्लावर तेलमा पकाएँ क्या। घिउ पनि सकिरहेछ नि त। अनि मैले चाहिँ यहाँ यी भ्लग बनाउँदै सब्जी पनि ओइरिँदैछु। यी खुर्सानी मजाले पड्काएँ। आज जेसुकै होस् यो ग्यास्ट्रिकले जेसुकै गरोस् भन्दा सब्जी अब एकैचोटि धेरै हाल्यो भने त सबै पोखिन्छ नि त। अनि म चाहिँ थोरै थोरै गर्दै हाल्छु कि। अनि कतिपय साथीहरूले भन्दै हुनुहुन्थ्यो कि कति सानो कराई पुग्छ के भन्दै हुनु नि त। हजुरहरू आउनुभयो भने पनि मजाले पुग्छ है। यो सानो कराई देखिनुहुन्छ तर यसमा 4-5जनालाई मजाले पुग्छ कि। भुटुवा सब्जी भन्दै छोपेँ। अनि अब गर्मी भयो बाहिरतिर गएँ ल।